हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म एकदमै टेस्टी र सिम्पल आलुको अचारको रेसिपी बनाउन गइरहेको छु। सुरुमा चाहिँ हामीले आफूलाई चाहिने जति आलु लिनुपर्छ र त्यो आलुलाई राम्रोसँग पखाल्नुपर्छ र पखालेर रेडी भएको आलुलाई हामीले एउटा कुकरमा राख्नुपर्छ। त्यसपछि थोरै पानी एड गरेर हामीले कुकरलाई सिटी लाउन राख्न सक्छौं। लगभग 2 देखि 3 सिटीमा हाम्रो आलु पनि रेडी हुन्छ। त्यसपछि हामीले काँक्रोलाई राम्ररी पखाल्नु पर्छ र पखालेर रेडी भएको काँक्रोलाई हामीले आफ्नो तरिकाले काट्न सक्छौं। त्यसपछि त्यो काटेको काँक्रोलाई हामीले एउटा बाउलमा राख्न सक्छौं। हामीले थोरै हरियो केरो पनि एड गर्न सक्छौं र उसिनेर रेडी भएको आलुलाई हामीले काटेर केरो र काँक्रोमा एड गर्न सक्छौं। त्यसपछि हामीले हरियो खुर्सानी पनि एड गर्न सक्छौं। अर्कोतिर हामीले छुटाउनै नहुने कुरा भनेको आलुको अचारमा तिलको छोप हो। त्यसलाई पनि हामीले रेडी गर्न पर्छ। एउटा तातो कराईमा तिललाई राखेर राम्रोसँग भुट्नु पर्छ। तिल रातो नहुन्जेल भुटिरहनु पर्छ। लगभग केही छिनपछि हाम्रो तिल पनि रेडी हुन्छ र रेडी भएको त्यो तिललाई हामीले एउटा प्लेटमा राख्नुपर्छ र सेलाउन छोडिदिनुपर्छ। रेडी भएको तिललाई हामीले मिक्सरमा पिसेर यस्तो बनाउन सक्छौं र हामीले आलु, काँक्रो र केराउमा एड गर्न सक्छौं। त्यसपछि हामीले थोरै नुन, धुलो खुर्सानी, बेसार राख्नुपर्छ। हामीले त्यसपछि कागतीको अमिलो राख्न सक्छौं र एउटा प्यानमा थोरै तेल राखेर त्यो तातो तेलमा मेथी डढाउन सक्छौं र त्यो तातेको तेललाई अचारमा झान्न सक्छौं। त्यसपछि आलु, काँक्रो र केराउलाई राम्रोसँग मोल्नु पर्छ। जति राम्ररी मोल्यो उति नै अचारको टेस्ट आउँछ। र त्यसपछि हाम्रो हेर्नु त देख्दै खाउँ खाउँ लाग्ने आलुको अचारको रेसिपी तयार हुन्छ। हजुरहरू पनि ठ्याक्कै यस्तै गरी आलुको अचार घरमा बनाएर खान सक्नुहुन्छ। हामीले यो रेडी भएको अचारलाई खाना, रोटी र चिउरासँग इन्जोय गर्न सक्छौं। भिडियो हेर्नुभएकोमा धन्यवाद। प्लिज मेरो च्यानललाई लाइक, सब्स्क्राइब र कमेन्ट गरिदिनु होला।